हेलो गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ भने म फिलहाल घाँस काट्नु गइरहेको छु। सबै काम सकेर अहिले चाहिँ म घाँस काट्नुतर्फ लागिरहेको छु। गाईचहरू आजको दिन पनि एकदमै दामी भइरहेछ। नजारा देख्न सक्नुहुन्छ हाम्रो गाउँको एकदमै दामी दिन भइरहेछ। यस्तो दिनहरू भइरहेको छ। मेरो चाहिँ के प्रब्लम हुन्छ भने यस्तो भिडियोहरू बनाउँदाखेरि चाहिँ मैले यस्तो भिडियोहरू बनाएँ भने चाहिँ मेरो चाहिँ म्युट हुन्छ, म्युजिक म्युट भएर आएर त्यतिकै भिडियो चल्दैन। त्यही भएर मैले यस्तो गाउँघरको भिडियो चाहिँ नबनाएको। आज ट्राई गरिरौँ यो भिडियो एक्सेप्ट हुन्छ कि हुँदैन हो। यस्तो दामी दिन भइरहेको छ। पानी परि घाम लागिरहेको छ। अति उत्तम दिन भइरहेको छ आजको दिनमा चाहिँ हो। अन्तखेरि के भएको होला गाइजहरू भनिदिनुहोस् ल। मैले चाहिँ यस्तो भिडियोहरू बनाएँ भने चाहिँ मेरो चाहिँ साउन्ड म्युट भएर आउँछ हो। त्यही भएर राम्रोसँग चल्दैन भिडियो। हेरिहाल्नुहोस् होला मकैबारीहरू यस्तो छ हाम्रो। अन्त मैले चाहिँ भिडियो धेरै दिन भयो नबनाएको। त्यही भएर चाहिँ मेरो चाहिँ एकदम भ्युज घटेर तल माइनस लागिरहेको छ। त्यही भएर मात्रै मैले भिडियो यो बनाएको। नत्र भने मैले बनाउँथिनँ। अब फुलको भिडियो बनाऊँ भने फुलै छैन अहिले फिलहाल। सबै भर्खर रोप्दैछु। फुलेको फुलहरू भएको भए पो टक्क लाएर फुलहरू फुलेको फुलको भिडियो बनाउनु हो। अहिले फुलै छैन। त्यही भएर चाहिँ अब यसो भ्युज प्लस हुन्छ कि भनेर मात्रै भिडियो यस्तो बनाएर लाएको। नत्र भने चाहिँ मलाई यस्तो भिडियोहरू बनाउनु साह्रो अल्छी लाग्छ। त्यही भएर चाहिँ अहिले चाहिँ म फिलहाल यहाँ आइपुगेको छु। आज चाहिँ लङ भिडियो लाएर ट्राई गरिरहौँ न कस्तो हुँदो रहेछ भनेर ट्राई गरेको। चाहिँ डाप्टियाजीको घर यस्तो भर्खर यहाँ ढलाइ गरेको हो। यस्तो भइरहेको छ। तेन्जिङ दाले यो भिडियो हेरिरहेको छ भने हेर्नुहोस् होला। तपाईँको घर यस्तो भएको छ अहिले ढलाइ गरेर। उहाँ पर छ अल्छिनी भर्खर उठेको। यस्तो इन्जिलिया फुलहरू फुलिरहेको छ। साथीहरू हेरेर लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। यो घरको जति पनि इस्टिमेट छ नि सब मैले गरेको इस्टिमेटहरू हो योहरू भनेर भन्दा कस्तो सुन्छ होला। यहाँ चाहिँ किचन चाहिँ अहिले यस्तो एक्चुअलमा त्यो पर किचन हो। अहिले चाहिँ यहाँ सारेको छ। उहाँ चाहिँ एकदमै ज्यादा मात्रामा अल्छिनी छ। यस्तो बनाएको छ अहिले नजारा यस्तो छ यहाँ किचनको। यो ढलाइ गरेको हो। यहाँ ढलाइ गरेको नि हिजो मैले बस्तीको किचन हो। तपाईँले मटरको बिउहरू तपाईँलाई चाहियो भने अर्डर गर्न सक्नुहुन्छ। 20 रुपियाँ केजी। केजीको 20 रुपियाँ मात्रै हो यो। यस्तो चाहिँ 20 रुपियाँमा यहाँ त्यसै फ्रीमा पाउँछ। साइला बु चाहिँ घाँस बोकेर एकदमै आउँदैछ। आइयो यहाँ घाँस बोकेर। बिचरा हाम्रो गाउँ बस्तीको मान्छेहरू यस्तो छ बिहान बिहानै। यो चाहिँ हाम्रो छोर्तेन हो। हाम्रो होइन यहाँ माथि घरको। यहाँ आएर चाहिँ यो छोर्तेनमा आएर चाहिँ तपाईँहरूले परिक्रमा गर्नुहोस् होला। वरिपरि घुमेर परिक्रमाबाट के भन्छ कोडा गर्नुहोस् होला। ओम भन्ने पेमा बज्रको रुपियाँमा सिधै ओम भन्दै कोडा गर्नुहोस् होला। यहाँ आएर चाहिँ वाउ व्हाट अ ब्युटिफुल।
त्यस्तो भन्दै अब चाहिँ म घाँस काट्नुतर्फ लागेँ है। मेरो डोको यत्रो छ, अब चाहिँ म घाँस काट्नेवाला छु। यहाँनिर घाँस काट्नेवाला हो। आजको दिनमा टक्क लगाएर घाँस काटेर चाहिँ आज धेरै इम्पोर्टेन्ट काम छ मेरो। त्यसको लागि चाहिँ हेरिदिनु भएकोमा, मेरो भिडियो हेरिदिनु भएको सबैलाई धन्यवाद। नहेर्दा पनि नहेर्नेलाई पनि धन्यवाद भन्दै आजको भिडियो यहीँ नै समाप्त। हस्त, धन्यवाद।